आदरणीय दर्शकवृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। मधेश के स्वास्थ्य क्षेत्र के बात कल जाए तो एकटा समस्या सदैत रहले कि अतः के अस्पताल सब में नीक से इलाज नहीं होइ छै तो किया ने बाहर ल जाए, एकटा आम धारणा बन गेल छै। वास्तव में ई कतेक सत्य छै? ठाव परिवर्तन केला से इलाज नीक होइ छै या वही ठाव में इलाज नीक होइ छै, तै दुआरे ठाव परिवर्तन कयल जाइ छै। अतः के बीमार सबके सफल प्रयास ई रहे छै कि काठमांडू में जाकर इलाज कराबी। आइ एहि विषय में चर्चा करब। साथ साथे मधेश के स्वास्थ्य क्षेत्र में जे हिसाब से सुधार होबे के चाही से किया ने भ पाबि रहल छै। एहि जे 3 तरह के सरकार छै, लेकिन जे हिसाब के अपेक्षा हमरा अहाँ के छै ओ कतौ न कतौ में कमी देखल जा रहल छै। जेनजी आंदोलन भेलै, आ बहुत अपेक्षा छै कि नीक सुधार हेतै या भविष्य में था हेतै कि कतेक सुधार होतै। दोसर दिस काठमांडू के जो बात करी तो काठमांडू में वास्तव में इलाज नीक होइ छै, ओतऽ के डॉक्टर सब के व्यवहार नीक छै, तै दुआरे अतुका जे बीमार सब छै से सब चाहे छै कि काठमांडू में इलाज करबै। की छै रहस्य, अहू विषय में चर्चा करब। अखन काठमांडू से एक गोटे डॉक्टर ओ एसोसिएट प्रोफेसर छै काठमांडू मेडिकल कॉलेज के, डॉक्टर सुभाष पंत। ओ केएमसी मेडिकल कॉलेज के जे इंटरनल मेडिसिन छै ओकर हेड ऑफ डिपार्टमेंट से छै। ओ अखन स्टूडियो में आयल छै। आइ हुनका से एहि सब विषय में बातचीत करय जा रहल छै। सबसे पहले हुनका स्वागत करै छी। तपाईले कार्यक्रम में स्वागत छ। नमस्ते हजुर, थैंक यू। अब तपाई मेडिसिन प्रोफेसनल हुनुहुन्छ र यो भनेको राज्यले नै स्वास्थ्यमा सहज पहुँच नागरिकको हुनुपर्छ भनेर व्यवस्था संविधानले नै गरिदिएको अवस्था छ। नेपालको कुरा गर्ने हो भने नेपालको सन्दर्भमा अहिले त्यो कुन लेभलमा छ स्वास्थ्यको स्तर, या भर्खरै कुरा गर्ने हो भने पूर्व प्रधानमन्त्री जेनजी आन्दोलनपछि शेरबहादुर देउवा जो चाहिँ हिँड्दै आउनुभयो, पछि चाहिँ सिङ्गापुरमा उत्रिँदाखेरि चाहिँ व्हील चेयरमा उत्रिनु भयो हैन, विदेश गएर उपचार गराउनु पर्ने। वास्तवमा नेपालको स्वास्थ्य क्षेत्र अझै विकसित भइसकेको छैन, त्यो लेभलमा पुगिसकेको छैन कि जुनसुकै रोगको चाहिँ इलाज उपचार चाहिँ यहाँ होस्। एकदमै इम्पोर्टेन्ट क्वेसन सोध्नुभयो हजुरले। अब एउटा के ट्रेन्ड के छ भन्दाखेरि चाहिँ कुनै पनि चिज एक ठाउँमा भयो अब अर्को ठाउँमा राम्रो होला कि भन्ने एउटा, चाहे त्यो तपाईँको स्वास्थ्य भयो चाहे त्यो शिक्षा भयो, मान्छेले चाहिँ एटलिस्ट सबै चिज मेरो मान्छेलाई या मेरो बिरामीलाई राम्रो होस् भन्ने एउटा सबैले चाहन्छ नै। त्यो भन्नेमा अब तपाईँले पाइरहेको क्षेत्रमा त्यो स्वास्थ्य या शिक्षा राम्रो होइन, या अर्को क्षेत्रमा त्यो शिक्षा राम्रो हो भन्नको लागि चाहिँ केही चिजहरू चाहिन्छ। अब मैले स्वास्थ्य कुरा गर्ने पर्दाखेरि चाहिँ अब स्वास्थ्यमा चाहिँ हाम्रो अब त्यो एरियामा चाहिँ हाम्रो अब ट्रेनिङ के भइरहेछ, त्यो ठाउँमा हाम्रो इक्विपमेन्टहरू कस्तो छ, त्यो ठाउँमा चाहिँ अब हाम्रो जुन चाहिँ बिरामीहरूको चाहिँ अब जुन चाहिँ एक्सपिरियन्स भन्छौँ नि डक्टरहरूको, त्यो हिसाबमा के छ। अर्को कुरा अब सोचाइ पनि अलिकति त्यसमा पनि मेन इम्पोर्टेन्ट जस्तो लाग्छ। सोचाइमा चाहिँ अब के छ भन्दाखेरि चाहिँ जहाँ अब त्यो चिज राम्रो भइरहेको हुन्छ, जस्तै अब हाम्रो मेडिसिनको पार्टमा चाहिँ अब डायग्नोसिस भयो या कुनै चिजहरू ल्याबबाट भयो या कुनै इमेजिङबाट भयो या डक्टरको एक्सपिरियन्स पार्ट पनि छ, त्यो चिज राम्रो हुँदै पनि अब के छ भन्दाखेरि एटलिस्ट मेरो मान्छेलाई मेरो बिरामीलाई अझ राम्रो होस् भन्ने एउटा कन्सेप्टले पनि इभन अर्को ठाउँमा जहाँ चाहिँ अलिक सजिलै पुग्न सकिन्छ कि त्यो हिसाबले पनि मान्छे अब जस्तै तपाईँले भनिहाल्नुभयो, अब प्रायः जसो चाहिँ जुन एरिया भए पनि अब काठमाडौँ जाउँ, काठमाडौँमा केही न केही यहाँभन्दा राम्रो हुन्छ कि भन्ने एउटा सोचाइ पनि होस् लाग्छ मलाई। अब डक्टर त अलमोस्ट अब अहिलेको स्थितिमा चाहिँ अलमोस्ट सबैतिर नै पुगिसक्नु भएको छ। अब स्पेसलाइज सर्भिस त गभर्मेन्टले त अब एमडी डक्टर त उही हो, पढाइ उही हो हैन। अब एमडी लेभल पनि अब गभर्मेन्ट कोटामा पढेर हुन्छन्, डीएम सुपर स्पेसलाइज भनौँ न, त्यो पनि गभर्मेन्ट कोटामा पढेर हुन्छन्। उनीहरूको त अब एटलिस्ट 2 वर्ष बाहिर काम गर्ने पनि अवस्था छँदैछ के। त्यो हिसाबले अब डक्टर त अहिले अलमोस्ट सबैतिर पुगेकै छन्, विशेषज्ञको हिसाबले भयोस् या अझ सुपर विशेषज्ञ भनौँ न, त्यो हिसाबले पुगेकै छन्। अब मान्छेको अझ पनि त्यो कन्सेप्टमा चाहिँ एटलिस्ट यो ठाउँमा चाहिँ पुग्न पाए
मेरो बिरामीलाई चाहिँ राम्रो हुन्छ कि भन्ने हिसाबले पनि हो। शेरबहादेवको उहाँले त अब एउटा उदाहरण मैले उदाहरणको हिसाबमा दिनुभयो। हाम्रो अर्को उदाहरण चाहिँ अब हाम्रो केपी शर्मा ओलीजीले त अब सायद सबै उपचार त टिचिङमै गर्नुभएको छ। तर फेरि उहाँले डाक्टर चाहिँ इन्डियाबाट झिकाउनु भयो नि त त्यो बेला। यसो हुन्छ अब एउटा एक्सपिरियन्स कुरा पनि त आउँछ नि। जस्तै ट्रान्सप्लान्ट कुरा आयो, ट्रान्सप्लान्ट त अब भर्खर सुरु भएको छ नेपालमा। अब 2टा ट्रान्सप्लान्ट गर्ने मान्छे एक्सपिरियन्स कि 100वटा गर्ने एक्सपिरियन्स भन्ने कुरा पनि हुन्छ। एटलिस्ट उहाँले त्यो डाक्टर साहबलाई यहीँ बोलाएर त्यो टिममा त्यो उपचार गर्नु। तर एउटा चाहिँ के देखेको छ भन्दाखेरि नेपालका विशेष गरेर ठुला नेताहरूलाई नेपालकै स्वास्थ्य क्षेत्रमाथि विश्वास रहेनछ भने चाहिँ पटक पटकको घटनाक्रमले चाहिँ देखाएको छ। के अरे अधिकांश चाहिँ लिडरहरू नेताहरू भारत जान खोज्ने या अन्य कुनै देश जान खोज्ने उपचार गराउन चाहिँ त्यो चाहिँ देखिन्छ नि त होइन। सो हाम्रो अब यो नेपालको कन्टेक्स्टमा चाहिँ अब उपचारको विधि, उपचारको इक्विपमेन्ट, अब पढाइको जुन चाहिँ लेभल छ, जुन चाहिँ एमबिबिएस भयो, एमडी भयो, त्यसपछि डिएम छ नि, कन्सेप्ट अलिकति भारतसँग नजिक छौँ क्या हामीहरू। अब अमेरिकामा त डिएम भन्ने सब्जेक्टै छैन, त्यहाँ ट्रेनिङ हुन्छ, फेलोसिप हुन्छ। अर्को कुरा चाहिँ अब कुनै चिज सजिलै एक ठाउँमा जान सकिन्छ भने किन नजाने भनेर अर्को कुरा पनि आयो। अर्को बल्क अफ पेसेन्ट भनौँ न, तपाईँले जस्तै मैले एउटा टाइम ड्युरेसनमा मैले 1000वटा बिरामी हेरेँ। त्यो किसिमको एक्सपिरियन्स लिने ठाउँ, एउटा ठाउँमा कति पपुलेसन छ त्यसमा पनि फरक पर्छ नि त। अब यो जस्तै यो एरियामा हजुरको बिरामी 100जना हुनुहुन्छ, अब काठमाडौँमा बिरामी 1000जना छन्। त्यो विषयमा विशेषज्ञको हिसाबले त्यो अलमोस्ट एउटा एक्सपिरियन्स हिसाबले पनि त्यो एरियामा बढी भयो। अर्को नेपाल र भारत तुलना गर्दाखेरि केही न केही विधिहरू, प्रविधिहरू, इक्विपमेन्टहरू, एक्सपिरियन्सहरू केही न केही अलिकति राम्रो त भारतमा डेफिनेटली छ। त्यो भन्दैमा अब काठमाडौँमा छैन, अब छैन भन्न त मिलेन। त्यही भएर अब पर्सनलको हिसाबले, उहाँको एक्सपिरियन्स हिसाबले उहाँलाई अब आफैलाई जान मन छ भने त हाम्रो कुरो मिलेन। तर त्यो उपचारको धेरै चिजहरू त अहिले नेपालमा धेरै नै डेभलप भइसकेको छ। हजुर, अब मधेसकै कुरा गर्ने हो भने अलिकति क्रिटिकल कन्डिसन भयो भने यहाँ चाहिँ उपचार नै नहुने अवस्था देखिन्छ र यहाँबाट चाहिँ रेफर पनि गरिन्छ, रेफर गरेर काठमाडौँ पठाइन्छ। यो चाहिँ सामान्य यो चाहिँ प्रक्रिया देखिएको अवस्था पनि छ। मधेस चाहिँ स्वास्थ्य क्षेत्रमा किन पछाडि परेको? अब अहिलेको कन्डिसनमा त अलिकति यस्तो पनि भइरहेको छ। तपाईँ अहिले केएमसीमा हुनुहुन्छ होइन, मध्य प्रदेशबाट त्यहाँ चाहिँ बिरामीहरूको फ्लो चाहिँ एकदमै बढी भएको हुनुपर्छ। के छ, के रहेछ अवस्था भन्नु त? अब अहिले त अहिले सिनारीले नै फरक पारेको जस्तो लाग्छ मलाई। जस्तै अब डक्टरको कन्डिसनमा पनि अब बिरामी उपचार राम्रो भयो भने डक्टर वाह, अलिकति यताउता हुने बित्तिकै अलिकति एउटा पेसेन्ट र डक्टर रिलेसन अलिकति बढ्दै गइरहेछ कि। एक किसिमको विश्वास पनि चाहियो कि बिरामीलाई चाहिँ उहाँहरूले राम्रो ट्रिटमेन्ट गर्नुहुन्छ, यहीँ ट्रिटमेन्ट गरेपछि मेरो बिरामीलाई राम्रो हुन्छ भन्ने पनि चाहियो। अलिकति ट्रिटमेन्ट डक्टरले पनि केही न केही राम्रो होस् भनेर ट्रिटमेन्ट गरिन्छ नि त। अब अलिकति तलमाथि एउटा किसिमको डर, फेरि मलाई इनकेस यो बिरामी ठिक नभएमा के अप्ठ्यारो पर्ने हो कि भनेर अलिकति त्यो किसिमको अब डरले पनि एक किसिमको त्यो अलिकति रिफर गर्ने सिस्टम बढाएको जस्तो लाग्छ मलाई चाहिँ। रिफरमा चाहिँ अब फेरि मैले भनिहालेँ काठमाडौँमा अलिकति थोरै इक्विपमेन्ट वाइज अलिकति यो सुपर स्पेसलाइजेसन भनौँ या डिएमको हिसाबले पनि अलिकति हजुर त्यो हिसाबले थोरै बेटर चाहिँ हो। त अहिले यो 3-4 वर्ष यता त गभर्मेन्टको लेभलमा पनि अलमोस्ट सबैतिर एक किसिमको पुगोस् भन्ने पनि त छ नि। चाहे त्यो इक्विपमेन्ट होस्, चाहे त्यो डक्टरको एउटा टिम होस्, चाहे तपाईँहरूको विश्लेषणमा चाहिँ के छ? मधेसको स्वास्थ्य क्षेत्र खराब हुनुमा के रहेछ? के डक्टरहरूको पढाइको कुरा गर्ने हो भने मानौँ तपाईँ एमडी गर्नु भएको छ भने यहाँ जो डक्टरहरू छ उहाँ भने एमडी गर्नु भएको छ होइन, तपाईँ जे पढ्नु भएको थियो, जहाँ पढ्नु भएको थियो त्यही पढेका पनि छन् यहाँ होइन, हो कि न? र उपकरणको कुरा गर्ने हो, विधिको कुरा गर्ने हो भनेपछि त्यहाँ कमजोर छ कि के चाहियो भन्नु त? पढाइमा समस्या त होइन होला? पढाइमा समस्या त बिल्कुलै छैन, किनकि साधनको समस्याले हो त्यस्तो पनि अहिलेको हिसाबमा नहोला भन्छु मैले। अब अर्को कुरा चाहिँ बिरामीलाई कति छिटो ठिक हुनुपर्ने पनि चिज छ नि त। अब यहाँ चाहिँ मैले बुझे हिसाबले चाहिँ अब आजको भोलि, आजको अहिले नै मलाई ठिक होस् र मैले आफ्नो काममा फर्किन पाऊँ। अब पहिला के थियो, एकजना बिरामी भयो भने घरमा कोही न कोही हुन्थ्यो, उसलाई उपचार या हेर्ने मान्छेहरू कोही हुन्थ्यो। अहिले चाहिँ अब एज अ न्युक्लियर फ्यामिली बढी छ, मलाई अब 3-4 दिन हस्पिटल बसेर 5औँ दिनमा फेरि घर फर्केर फेरि आफ्नो काम गर्न अप्ठ्यारो नै सिचुएसन छ।
सो के छ भन्दा आजै अब उपचार गरौँ अनि अलिकति आजै ठिक हौँ र भोलिपल्टै काममा फर्किने हिसाबले पनि अब ट्रेन्ड चाहिँ अब सुईबाट नै मैले एज होल ओभरअल कुरा गरेको सुईबाट दिएर आज ठिक भएर भोलिपल्टै आफ्नो हिसाबमा जाउँ भन्ने कन्सेप्ट छ। अब एउटा चाहिँ एउटा हुन्छ नि हुन्छ नि हाम्रो एउटा कुनै पनि चिजको कन्सेप्ट हुन्छ यो उपचार यसरी जाने एउटा हाम्रो हुन्छ नि एउटा गाइडलाइन भनौँ न हामी चाहे त्यो काठमाडौँमा होस् चाहे त्यो मधेसमा होस् चाहे त्यो अमेरिकामा होस् एउटा गाइडलाइन फलो गर्नु पनि एउटा डक्टरले हुन्छ नि यो बिरामी आयो सपोज तपाईँले भनिहाल्नु इन्फेक्सन कुरा आयो आइसियू कुरा आयो यो बिरामी इन्फेक्सन भयो इन्फेक्सन कन्ट्रोल भएन शरीरभरि फैल्यो त्यो बिरामी आइसियूमा पुग्यो आइसियूमा पुग्दाखेरि जब प्रेसर पनि डाउन भयो अब अरू धेरै अङ्गहरू असर गयो यो विधि चाहिँ तपाईँले यो बिरामीमा यसरी गर्ने प्रेसरको औषधि यसरी चलाउने इन्फेक्सन औषधि यसरी चलाउने त्यो विधि यदि सबैतिर प्रोटोकल अनुसार फलो गऱ्यो भने त मेरो विचारमा त्यो यता जाने उता जाने गर्नै पर्दैन। यहाँ चाहिँ के छ अब अलिकति छिटो निको भइहाल्नु अलिकति के गर्नु भन्ने बित्तिकै म त्यहाँ पुगेर त्यहाँ छिटो निको हुन्छ कि त्यहाँ राम्रो हुन्छ कि भन्ने कन्सेप्टले पनि जस्तो लाग्छ मलाई। उपचारको विधि उपचारको गाइडलाइन सबैतिर एउटै छ। तपाईँ अहिले केएमसीमा कार्यरत हुनुहुन्छ होइन? त्यहाँ चाहिँ थुप्रै ठाउँका भन्न 77वटै जिल्लाका चाहिँ बिरामीहरू त पुगिरहेका होला हजुर होइन? मधेसको कुरा गर्ने विशेष गरी यहाँका बिरामीहरू त्यहाँ चाहिँ के भन्दा रहेछन् मधेसको स्वास्थ्यको विषयमा? किनभने यहाँ चाहिँ उपचार गएर रेफर कार्ड लिएर पुगेकाहरू चाहिँ उनीहरूको प्रतिक्रिया के रहेछ यहाँको अस्पतालको विषयमा? मैले यसो हेर्दाखेरि हजुर मैले यसो हेर्दाखेरि यहाँको डाक्टर साहबहरूले हामीले जे गर्छौँ इन्भेस्टिगेसन त्यही नै छ औषधि दिने तरिका पनि त्यही नै छ। अब जुन चाहिँ गाइडलाइन भन्छौँ नि त्यो गाइडलाइन फलो भएकै छ। मैले सुरुमा भने हजुरलाई एक किसिमको कन्सेप्ट छ कि अब बिरामी भनेको चिज 50% मेन्टली पनि ठिक हुन्छ क्या। जस्तै तपाईँ बिरामी भएर मका आउनुभयो अनि मैले ल तपाईँलाई केही भएको छैन तपाईँ एकदमै बिल्कुल ठिक हुनुहुन्छ ढुक्क हुनुहोस् यति 3-4वटा लाइनले पनि दिमागमा चाहिँ ए मलाई ठिक हुन्छ भने एउटा मेन्टालिटी विश्वासले पनि त्यो आधा रोग ठिक हुन्छ क्या। मेरो विचारमा त्यही चिजले पनि धेरै फरक पारेर जस्तो लाग्छ किनकि मैले सबै डकुमेन्ट हेर्छु नि सबै चिज प्रोटोकल नै फलो भइरहेछ क्या। त्यही चिज यहीँ गरेको चिज मैले धेरै चेन्ज गर्दिनँ थोरै चेन्ज गर्छु अनि त्यो सायद 90% सबै चिजहरू जनकपुरमा जे उपचार भइरहेको नि त्यही चिज मैले काठमाडौँमा पनि फलो गर्ने हो। सो मेरो विचारमा त्यहाँ चाहिँ राम्रो छ अलिअलि केही नै चाहिँ इक्विपमेन्टको हिसाबले थोरै बेटर होला काठमाडौँमा तर ओभरअल चाहिँ एक किसिमको विश्वासले पनि बिरामीमा अलिकति त्यसले पनि हेल्प गरेको जस्तो लाग्छ मलाई चाहिँ। काठमाडौँ पुगेपछि उपचार राम्रो हुन्छ भन्ने विश्वास पनि छ एउटा आम सोच देखिन्छ आम सोचले पनि जस्तो लाग्छ चाहे त्यो शिक्षामा होस् त्यसले गर्दा नै आधा निको हुँदो रहेछ है आधा नै हुन्छ बिरामी त याद गर्नुहोस् बिरामीहरू कसैले राम्रो शब्दले बोलिदिन्छ भने एक किसिमको पोजिटिभ फिलिङ हर्मोन पनि आउँछ त्यसले अलिकति हिलिङ प्रोसेसलाई पनि फाइदै गर्छ। भने त्यस्तो किसिमको सोच जनकपुरप्रति किन नआएको होला या अन्य ठाउँहरूका त्यो अब काठमाडौँ इतरका जुन ठाउँहरू छन् त्यो त हजुर एज अ लोकल राज्यले चाहिँ के गर्नु पर्छ लोकल गभर्नमेन्ट बडीले पनि गर्नु पर्यो कि यो चिज यता सेम छ हामी पनि यता त्यही गरिरहेछौँ त्यो किसिमको अब हजुरले गाइडलाइन पनि बनाउनु पर्यो एक किसिम प्रचार पनि गर्नु पर्यो कि हजुरको बिरामी त्यहाँ र यहाँ केही फरक छैन हामीले उपचार गर्ने पनि यही नै हो काठमाडौँ पनि अलमोस्ट उपचार त्यही नै भइरहेछ भने एउटा एक किसिमको गभर्नमेन्टले पनि हेको लोकल पनि विश्वास त दिलाउनु पर्यो नि हजुरको मान्छेहरूलाई या बिरामीहरूलाई तपाईँ त्यहाँ नजानुहोस् हामी कहाँ जे सुविधा छ चाहे डक्टरको एक्सपिरियन्सको हिसाबले चाहे डक्टरको डिग्रीको हिसाबले चाहे तपाईँको गाइडलाइनको हिसाबले या इक्विपमेन्टको हिसाबले या बेडहरूको हिसाबले या आइसियूको बेडको हिसाबले सो हामीसँग यो छ काठमाडौँमा नि यो उपचार यही नै हुने हो तपाईँ हामी विश्वास गराउँछौँ हाम्रो लेभल अफ ट्रिटमेन्ट या नर्सिङ स्टाफ सबै चिजहरूले एटलिस्ट तपाईँहरूको लेभलमा पनि यो छ भनेर एउटा किसिमको विश्वास त दिलाउनु पर्ने जस्तो लाग्छ मलाई जस्तो लाग्छ। तर एउटा कुरा के देखिन्छ भन्दाखेरि काठमाडौँ अप्सन थुप्रै छन् होइन थुप्रै अप्सन पनि छ अस्पतालहरू छन् होइन जस्तै मधेसको कुरा गर्ने हो भने एकदमै जनघनत्व एकदमै बढी छ हजुर र त्यसको तुलनामा सरकारी अस्पतालहरूको सङ्ख्या एकदमै कम छ हजुर त्यसले गर्दा पनि समस्या देखिएको हो कि किनभने एउटा प्रादेशिक अस्पताल जनकपुर धामकै कुरा गर्ने हो भने त्यहाँ मिलाने लायक हुन्छ कि एक किसिमको भन्यो भने थुप्रै बिरामी आउँछन् प्रत्येक दिन होइन म्यान पावर फेरि उति नै छ होइन अनि त्यसले गर्दा पनि समस्या देखिएको हो कि सहज रूपमा भनौँ न एउटा सहज रूपमा जसरी चाहिँ उपचार पाउनु पर्ने सहज रूपमा एउटा समयमा होइन त्यो कुरा नपाएर पनि उनीहरू चाहिँ काठमाडौँ पनि एउटा महत्त्वपूर्ण फ्याक्टर चाहिँ हो किनकि अब काठमाडौँमा हेर्नुहुन्छ भने अलमोस्ट हस्पिटल त धेरै छ त्यसमा चाहिँ अब यो टर्सियरी केयर सेन्टर भन्छौँ जहाँ चाहिँ सबै उपचार हुने
हजुर जुनसुकै लेभलको बिरामी कुनै उपचार हुने ठाउँ चाहिँ हजुर जे भए पनि कुनै पनि चाहे इन्डिया होस् चाहे नेपाल होस् केही न केही सेक्टर कुनै पनि एरियामा चाहिँ धेरै चिजहरू उपलब्ध हुने र केही एरियामा चाहिँ हल्लै भने जस्तै पपुलेसन धेरै हुने तर हाम्रो जुन चाहिँ हस्पिटलको बेड नम्बर डक्टरको नम्बर या इक्विपमेन्टको नम्बर चाहिँ कम हुने त्यसले पनि अब धेरै इम्पोर्टेन्ट रोल त खेल्छ नै तर मैले फेरि भनिहालेँ त्यो चिज यहाँ यदि छ सम्भव छ बेड अभाइलेबल गराइयो भने चाहिँ मेरो विचारमा धेरै बिरामीहरू त रिफर नहुनु पर्छ जस्तो लाग्छ किनकि बिरामीलाई अब यहाँ अलरेडी गाह्रो भइसकेको हुन्छ फेरि त्यहाँ जाउँ नयाँ ठाउँ हुन्छ अब बेड पाइला कि नपाइला फेरि अब केही न केही पैसाको हिसाबले काठमाडौँ थोरै महँगो छ नै सो एक किसिमको अब गभर्मेन्ट लोकल गभर्मेन्टले पनि अलिकति आफ्नो मान्छेहरूलाई चाहिँ विश्वास दिलाउनु पर्ने जस्तो लाग्छ कि यो चिजहरू यहाँ छ हामीले के गर्नुपर्ने हो नयाँ अस्पताल बनाउनु पर्ने हो किन बेड कति छ अब बेड भनेको यो पपुलेसनमा यति बेड चाहिन्छ यति बेडमा यति नर्सिङ स्टाफ चाहिन्छ यति हेल्थ एसिस्टेन्ट चाहिन्छ यति दरबन्दी चाहिन्छ त्यो त डिफाइन छ नि त हाम्रो उसमा एउटा लिखित रूपमा चाहिँ त्यो इम्प्लिमेन्ट अलिकति नभएको जस्तो लागिरहेको छ उपचार मात्रै होइन सामान्य एउटा रिपोर्ट कुनै जाँच गराउन पनि यहाँको ल्याबले दिने रिपोर्टलाई चाहिँ काठमाडौँकोले दियो भने सही दिन्छ भन्ने एउटा चाहिँ आम धारणा छ कि काठमाडौँ यता जनकपुरमा चाहिँ शङ्का गरिहाल्ने त्यो पनि देखिन्छ नि होइन ल्याब भन्ने चिज त जहिले पनि हल्लै 10% एरर त राख्नै पर्छ हजुर कुनै ल्याब 98% राम्रो होला कुनै ल्याब 90% ल्याब एरर त हजुरको रिएजेन्टको कुरा आउँछ अब त्यो सबै टेक्निकल कुरा पनि आउँछ नि त सो नो ल्याब इज 100% एक्युरेट सो 10% एरर राख्नै पर्ने हुन्छ अब फेरि त्यही कुरा आयो कि त्यो अब टेक्निसियनले कसरी गरेको छ विश्वास भन्ने चिज के छ अब यो चाहिँ फेरि अर्को कुरा गभर्मेन्ट बडीले निगरानी गर्नु पर्यो यो ल्याबले कसरी पर्फर्म गरिरहेछ यो ल्याब एक्युरेट छ कि छैन त्यो त इट इज मोनिटरिङ त चाहियो नि अब एउटा ल्याबलाई तपाईँले दिनुभयो ए ग्रेड ल्याब बी ग्रेड ल्याब सी ग्रेड ल्याब डी ग्रेड ल्याब अब त्यही अनुसार उसले गरेको छ कि छैन त्यो पनि त हेर्नु पऱ्यो नि अब उसले त्यो गरेको छैन उसलाई कारवाही गर्नु पऱ्यो अनि एउटा कुरा हुनसक्छ यहाँका डक्टरहरूमा एउटा एक किसिमको डर जुन एउटा देखिन्छ किनभने मानव कुनै क्रिटिकल केस आयो भने यहाँ उपचार गराउन सकिन्छ उपचार हुन्छ निको पनि हुन्छ यदि केही भइहाल्यो भने हजुर समस्या होइन र काठमाडौँमा केही भइहाल्यो भने समस्या नहुने के त्यो समस्याहरूबाट तपाईँहरू जोगिनु भयो एक किसिमको काठमाडौँको अस्पतालहरू जोगिएको देखिने यहाँका अस्पतालका चिकित्सकहरू चाहिँ अलिकति डर त्रासमा चाहिँ उपचार गर्नुपर्ने क्रिटिकल केसहरूमा होइन त्यसले गर्दा पनि उनीहरू चाहिँ होइन रेफर नै गरिदियो भन्ने चाहिँ सोच देखिन्छ कि त्यो ट्रेन त हजुरको सबैतिर त्यही नै छ किनकि अब पहिला सुरु विश्वास हुनु पर्यो अलिकति क्रिटिकल भयो भने फेरि बिरामी तलमाथि के हुन्छ नि डर पनि छ अब लोकल काठमाडौँ के भयो भने अब काठमाडौँमा गयो होइन ठुलो अस्पतालमा गयो होइन उपचार गरेकै होला हजुर त्यो विश्वास छ नि त मान्छेलाई त्यो बिरामीको मान्छेलाई पनि विश्वास छ त्यो विश्वास भन्ने चिज यहाँ पनि त रहनु पर्यो नि मलाई यो बिरामी राखेको छु मैले मेरो डक्टरले ठिक हुन्छ विश्वास यदि रह्यो भने डक्टरले पनि ट्रिटमेन्ट गर्न सजिलो भयो नि त त्यही चिज काठमाडौँमा जानु छ हजुर त्यही ट्रिटमेन्ट हुन्छ त्यही औषधि छ त्यही डायग्नोसिस छ उता विश्वास हुने त्यही चिज यहाँ भइरहेछ त्यो विश्वास नहुने भनेपछि त एक किसिमको त्यो विश्वासको ग्याप त बढ्दै गयो अब काठमाडौँमा चाहिँ अब के छ भन्दाखेरि केही न केही मल्टिपल सेन्टर छ एटलिस्ट त्यहाँ गएन भने यता छ भने अलिकति त्यसले पनि हेल्प गरे जस्तो लाग्छ मलाई तपाईँ एउटा ठाउँमा अर्को ठाउँमा जानु छ एउटा मात्रै हस्पिटल छ नि त्यहाँ जानुहुन्न एटलिस्ट यहाँ नभए त्यहाँ नभए राम्रो राम्रो हस्पिटल छ भनेर त्यसले गर्दा पनि उपचार हुन सक्ने या गरिन सक्ने बिरामीहरूलाई पनि रेफर गर्नु नि जाति भनेर चाहिँ रेफरको सङ्ख्या बढेको हुनसक्छ हो एउटा फ्याक्टर त्यो पनि छ अब किसिमको अब भरसक ट्रिटमेन्ट गर्दाखेरि चाहिँ मान्छे डक्टरलाई बिरामी ठिक होस् भने जहिले पनि डक्टरलाई चाहिँ यो बिरामी ठिक होस् भन्ने कन्सेप्ट हुन्छ नै तर कहिले के हुन्छ गर्दै पनि कहिले बिरामी अलिकति अप्ठ्यारो पर्न सक्छ फेरि के हुन्छ अप्ठ्यारो पर्ने बित्तिकै वरिपरि के होला कि फेरि मलाई के होला कि डर त हुन्छ नि मान्छे जहिले पनि त्यो डर भन्ने चिज चाहिँ अब अहिले मेन कारण त्यही छ हजुरको जेनरल बिरामीहरू ओपिडीको बिरामीहरू ठिकठाक बिरामीहरू अब क्रिटिकल्ली छ अब गर्न ट्रिटमेन्ट गर्न सकिएला बिरामी राम्रो पनि होला इनकेस अलिकति अप्ठ्यारो भयो भने त्यो रिस्क म किन लिने यसलाई बरु अर्कै ठाउँमा रिफर गर्नुपर्ने हुनसक्छ भन्ने एउटा त्यो मेन्टालिटी त धेरै डक्टरको भइसकेको छ अहिले एक किसिम मैले भनिहालेँ डक्टरको र पेसेन्टको अलिकति रिलेसन पहिला जस्तो अहिले रहिरहेको छैन अब एक किसिमको अब फिजिकलतिरै गइसकेको छ त्यो विश्वास भन्ने चिज चाहिँ मैले पनि फेरि भनिहालेँ डक्टर र पेसेन्टको विश्वास रह्यो भने त्यसले पनि ठुलो हेल्प गर्छ हजुर त्यो चिज चाहिँ मैले भनिहालेँ तपाईँ काठमाडौँ जाने बित्तिकै के चेन्ज त भएको छैन एउटा विश्वास पनि छ प्लस अर्को कुरा अब केही न केही
मल्टिपल हस्पिटल छ किनकि ट्रिटमेन्ट थोरै इकोनोमिक हिसाबले बेटर होला भन्ने पार्ट हो तर धेरै ट्रिटमेन्टहरूको हजुरको पार्टमा ठिक छ के हजुर अब अर्को कुरा एउटा गरौँ मधेसको कुरा गर्ने हो भने मधेसबाट जो उपचार गराउन काठमाडौँ जान्छन् र तिनीहरूको एउटा चाहिँ गुनासो चाहिँ अब जुन चाहिँ अघि तपाईँले नि भन्नुभयो होइन अलिकति उपचार चाहिँ महँगो भयो होइन अब ठुल्ठुला हस्पिटलहरूले अलिक बढी नै पैसा लिने होइन अलिक ठग्ने त्यो कुराहरू पनि देखिन्छ भन्ने आरोप चाहिँ लाग्दै आएको छ होइन त्यो चाहिँ कतिको हुन्छ म त अब काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा काम गर्छु त टिचिङ हस्पिटल भनेको अब अर्ध भन्छु यो अब पुरै गभर्मेन्ट जस्तो धेरै सस्तो पनि छैन अब प्राइभेट जस्तो धेरै महँगो पनि छैन अब त्यसमा के हुन्छ भने सर्भिस कति दिएको छ हस्पिटलले जस्तै अब एउटा आइसियुमा सपोज 10वटा बिरामी छ त्यो 10वटा बिरामीमा तपाईँले 10वटा स्टाफ नर्स राख्नुहुन्छ भने त सर्भिस त दिएको छ नि त सर्भिसको पार्टमा त्यसमा अब हजुरको उनीहरूले ब्लड इन्भेस्टिगेसन त्यहीँ गराउने बिरामीलाई धेरै तलमा बिरामीको मान्छे दुःख नहोस् भने खाना त्यही उपलब्ध गराउने बिरामीलाई हस्पिटल बस्नु नपरोस् सबै चिजहरू हस्पिटलले गराइदिने सो जति महँगो कुरा गर्नुहुन्छ त्यति नै सर्भिसको हिसाबले महँगो जस्तो लाग्छ मलाई चाहिँ इक्जाम्पल कुनै प्राइभेट हस्पिटल हो जहाँ चाहिँ हजुरले बिरामी त्यहाँ लगेर आइसियुमा राखिदिनु भयो तपाईँलाई बिरामीको मान्छेलाई धेरै दुःख नहोस् भनेर उनीहरूले सबै राखिदिनु भयो चाहे त्यो खानाको व्यवस्था चाहे भित्रभित्र औषधि सप्लाई गर्ने व्यवस्था इन्भेस्टिगेसन व्यवस्था काउन्सिलिङको व्यवस्था त्यो सर्भिस खोज्ने एउटा एक किसिमको मान्छे पनि आइसकेका छन् कि अब त्यहाँ हस्पिटल जाउँ अब ल्याबको लागि आफै दौड मेडिसिनको लागि आफै दौड पनि देखिन्छ नि अब बिरामी उपचार गराउन आयो भने उनीहरूले चाहिँ आफ्नो क्लिनिकमा जाऊ राम्रो उपचार हुन्छ त्यहाँ पठाउने फेरि त्यति मात्रै होइन ल्याब पनि मैले भनेको ठाउँमा जानु पर्यो त्यहाँ चाहिँ राम्रो हुन्छ अरूको ल्याब रिपोर्ट चाहिँ नमानिदिने यी कुराहरू त देखिन्छ नि होइन त्यो चाहिँ अब हदसम्म त अलमोस्ट सबै हस्पिटलले ल्याब सर्भिस अपडेट गरिसकेका छन् कुन चाहिँ रेयर टेस्टहरू जुन चाहिँ फ्रिक्वेन्टली गरिँदैन कि अब जस्तै अब त्यो महिनामा एकचोटि गरिन्छ त्यो हिसाबले चाहिँ अब त्यो रिफरल सेन्टर त कुनै कुनै इन्भेस्टिगेसन हामीले गर्ने पनि हुन्छ त यो चाहिँ पहिलाको कुरा अहिले त्यस्तै अप्ठ्यारो सिचुएसन छैन जस्तो लाग्छ मलाई अहिले अलमोस्ट सबै हस्पिटलले त्यो जे सिम्पल इन्भेस्टिगेसन या कम्प्लेक्स इन्भेस्टिगेसनहरू आफ्नो ल्याबमा त्यो जडान गरिसकेका छन् सो त्यो अहिले पहिलाको कुरा अहिले जस्तो जहाँसम्म लाग्छ एउटा समस्या देखिन्छ नि मधेसमा एउटा समस्या के छ भन्दाखेरि सरकारी डाक्टरहरूले आफ्नो क्लिनिक चाहिँ खोल्ने र सकभर चाहिँ बिरामीले चाहिँ आफ्नो क्लिनिकमा आओस् भने चाहना राख्ने के होइन यो चाहिँ समस्या देखिन्छ सरकारले ल्याएको नीति सरकारले यसमा चाहिँ धेरै पटक चाहिँ होइन सचेत गराउँदै आएको छ होइन तर यो सम्भव भइरहेको अवस्था छैन तपाईँले के लाग्छ यसमा अब यसमा चाहिँ अब डक्टर पढेको छ कसैले केही न केही डक्टर भन्ने बित्तिकै सोसियल सर्भिसको एउटा पार्ट ठिक छ अब तपाईँ एमबिबिएस मानु तपाईँको छोराले एमबिबिएस पढ्नुभयो त्यसमा 5.5 वर्षको टाइम भयो त्यसमा अब ट्युसन फी आयो जस 50-60 लाख तपाईँको खर्च भयो अब गभर्मेन्टले स्यालेरी तोकिदिएको छ महिनाको 25,000 30,000 सर्भिसको पार्ट पनि छ तर केही न केही उसले अलिकति एउटा डेली बेसिक निडको लागि पनि त खर्च त गर्नु पर्यो गभर्मेन्टले तपाईँ यो सरकारी हस्पिटलमा काम गर्नुहोस् तपाईँको स्यालेरी अब आजदेखि 2 लाख तपाईँ 9 to 5 बस्नु होला तपाईँले बाहिर काम गर्न पाउनु न त्यो भन्ने बित्तिकै कोही पनि डक्टरहरू बाहिर क्लिनिकमा गएर काम गर्ने कुनै बाध्यता जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ त्यति खर्च गर्नुभएको छ एउटा साधारण एउटा प्लम्बरले दिनमा 1500 कमाउँछ प्लम्बरले 1-2 घन्टामा काम गरेको हजुर 15 त्यहाँ 45 टेक्निकल मान्छेको स्थिति यस्तो छ जुन चाहिँ सिम्पल एउटा 2-3 महिनाको ट्रेनिङ लिन्छ कसैको साथीसँग सिकेर उसले कमाउँछ 60,000 रुपियाँ सो एउटा एज अ डक्टर उसको पार्ट सोसियल सर्भिस पनि हो तर बेसिक निडको लागि उसले केही न केही खर्च हिसाबले पनि एउटा बेसिक स्यालेरी चाहिँ एउटा सरकारले तोक्यो भने यो कुनै पनि हस्पिटलमा आउनेवाला छैन जुन चाहिँ भन्नुभयो नि तपाईँले सरकारीमा काम गरेको सरकारको हजुरलाई स्यालेरी थाहा नै छ कति छ अहिले एमबिबिएसको होस् या 8औं तहको 9औं तहको होस् उसले दिनभरि बसेर उसले जस्तै अब कोही मान्छे काठमाडौँमा बस्छ उसले भाडा कतिले तिरोस् उसले खानेकुरा कतिले खाओस् उसले के गरोस् सो एउटा जुन चाहिँ बाहिर राम्रो छ जुन चाहिँ अब चाहे इन्डियामा पनि राम्रो छ यो सिस्टम चाहिँ अब विदेशमा त कुरै नगरौँ सो बेसिक चिज एउटा टेक्निसियनलाई कति चाहिन्छ त्यो एउटा अभाइलेबल गऱ्यो भने त उसले निड हुँदैन नि उता त्यही बस्छ त्यही काम गर्छ घरमा आनन्दले बस्छ कोही डक्टर 5 बजे बाहिर गएर 9-10 बजेसम्म काम किन नगरोस् त्यही चिजको लागि हो नि त यो चिज गर्दै बित्तिकै तपाईँको त उसले आरामदारी बस्नु मन लाग्छ 5 बजे आफ्नो काम गर्छ
ऊ रिक्रिएसनमा जाला फिल्म हेर्न जाला सो एउटा बाध्यताको हिसाबले पनि त्यो हो जस्तो लाग्छ मलाई हजुर अब अन्त्यतिर पनि आइसकेका छौँ तपाईँ इन्टरनल मेडिसिनमा एमडी गर्नुभएको छ होइन अब एउटा मेडिसिनकै कुरा गर्ने हो भने औषधिको विषयमा कुरा गर्ने हो भने त्यो जेनडी जुन हुन्छ त्यो जुन मुख्य जो नाम हुन्छ होइन कुनै पनि मेडिसिनको त्यो मात्रै चलाउने भारतमा सायद यो विषयमा एउटा निर्णय पनि अदालतले फैसला गरेको छ होइन त्यसरी चाहिँ लेख्नुपर्छ र विभिन्न ब्रान्डका औषधिहरूको नाम राख्दाखेरि त्यसले गर्दा चाहिँ ठगिने होइन एउटै औषधि 1 रुपैयाँमा पाउने त्यही औषधि चाहिँ 100 रुपैयाँमा पनि पाउने होइन त्यो समस्याहरू पनि देखिन्छ नि हजुर नेपालमा चाहिँ कस्तो गर्नुपर्ला यो विषयमा र अहिले भइरहेको चाहिँ जुन परिपाटी छ त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ सो हामीले भन्दाखेरि चाहिँ अन्तिममा बिरामीलाई घाटा हुनु भएन जसरी पनि चाहे त्यो क्वालिटी अफ मेडिसिन भनौँ चाहे त्यो सिटामोलकै कुरा गर्दै हो भने विभिन्न थरीका ब्रान्डले पनि सिटामोल निकाल्छ नि अन्तिममा जे कन्ज्युमर भन्छ कन्ज्युमर राइट्स चाहिँ त्यसमा हानि हुनु भएन तपाईँले पैसा तिर्नु भएको छ तपाईँले पैसा तिरेर पनि त्यसको एउटा पैसाको हिसाबले पनि त्यसको त पाउनु पर्यो नि अधिकार म त्यही भन्छु मेडिसिनमा पनि त्यो औषधिमा नि क्वालिटी हुन्छ जस्तै सिटामोल है अभियसली सिटामोल अब मानौ कुनै 1 रुपैयाँ होला कुनै 5 रुपैयाँको होला हजुर हैन भनेपछि त्यसमा नि क्वालिटी फरक हुन्छ क्वालिटी फरक भनेको त अब तपाईँलाई एउटा बेसिक क्वालिटी हाम्रो डिडिसीले मेन्टेन गरेको छ जहाँ चाहिँ अब कम्पोजिसन त हो नि यो एउटा कुनै पनि औषधिमा यदि सिटामोल हुनै पर्यो अब त्यसमा चाहिँ अब कुनै कम्पनीले कसरी बनाइरहेको छ क्या अब बिरामीले खाँदाखेरि सिटामोल ज्वरो कम हुनु पर्यो सिटामोल किनेको छ 5 रुपैयाँको ज्वरो कम भइरहेको छैन त्यही सिटामोल 1 रुपैयाँको किनेको छ ज्वरो कम भइरहेछ सो मैले भन्नु खोजेको पैसाको हिसाबले पनि बिरामीलाई गाह्रो नहोस् र त्यो औषधि ठिक पनि हुनु पर्यो नि त अब मैले नेपालमा बनेको औषधि नराम्रो सस्तो छ र भारतमा हामी नजिक भएर त्यसमा बनेको औषधि राम्रो छ महँगो छ त्यो भन्न खोजेको होइन अब औषधि किन्दाखेरि बिरामीलाई फाइनेन्सियली पनि धेरै लोड नपरोस् र त्यो औषधि पनि काम गर्छ दुईटा कन्सेप्टै काम हुनुपर्ने जस्तो लाग्छ अब कुनै औषधि 3-4 रुपैयाँ महँगो छ राम्रो काम गर्छ भने खानुस् कुनै औषधि 1 रुपैयाँ पर्छ 10 रुपैयाँ पर्छ काम गरेन भने त्यो औषधि चाहिँ नलेख्नुहोस् भन्छ क्या सो 10 रुपैयाँ पर्ने औषधि महँगो हो राम्रो होइन तपाईहरुको अनुभवले चाहिँ के देखाउँछ त्यस्तो पनि हुन्छ जस्तै कुनै औषधि त्यो जेनरी एउटै होस् हैन एउटै हो त्यही हो तर त्यो ब्रान्डले गर्दा चाहिँ फरक परेको जति काम गर्नुपर्ने पेशेन्टमा त्यति काम गर्न नसकेको त्यस्तो देखिएको छ त्यो त बिरामीमा हेरेरै थाहा हुन्छ हामीलाई इनकेस सिम्पल ट्याब्लेट औषधिले पनि बिरामीको रेस्पोन्स थाहा हुन्छ नि मैले आज एउटा औषधि खाएँ डाक्टर साहब त्यसले त मलाई तुरुन्तै काम गर्यो एकदम सजिलो भयो त्यसले तपाईहरुले त्यो रिकमेन्ड गर्नुहुन्छ त्यो रिकमेन्ड गर्छु नि त्यो अब नम्बर 1 त डिडिसीले के रिकमेन्ड गरेको छ कुन कम्पनीले रिकमेन्ड गरेको छ चाहे त्यो इन्डिया होस् चाहे नेपाल हामी त्यो अनुसार फलो गर्ने हो अर्को कुरा रेस्पोन्स पनि चाहिएन आइसियुको बिरामी तपाईँ एउटा एन्टिबायोटिक राख्नुभयो फलानु ए भनेर अर्को एन्टिबायोटिक फलानु बी भनेर बिरामी कसरी रेस्पोन्स गरेको छ त्यसको इन्फेक्सन कतिको घटेको छ त्यसले पनि आइडिया त दिइहाल्छ नि हामीलाई अर्को कम्पनीको हिसाबले पनि प्लस डिडिसीले गाइडलाइन गरेको छ कि यो कम्पनी छ या यो कम्पनी इन्डियामा छ त्यसले पनि हामीलाई औषधि दिनमा चाहिँ हेल्प चाहिँ गर्छ नै चाहे त्यो चाहे महँगो होस् चाहे क्वालिटी हिसाबले भन्नु तपाईँले तर 10 रुपैयाँ भन्दैमा क्वालिटी राम्रो र 1 रुपैयाँ भन्दैमा क्वालिटी नराम्रो छैन एक्जाम्पल सिटामोल भन्नु न नेपाली कम्पनीको कस्तो मजाले काम गर्छ धेरै त पर्दैन कागजवाला सिटामोल अब त्यो धेरै पनि पर्दैन प्लस राम्रो पनि काम गरिरहेछ क्या सो यो दुईटा कुराले डाक्टरहरुमाथि आरोप के लाग्छ भने अब कुनै ब्रान्डलाई चाहिँ अलि महँगो ब्रान्ड चाहिँ लेखिदिने उसलाई फेरि उसको आफ्नो केही इन्कम होला हैन कम्पनी मार्फत हुन्छ नि हजुर त्यो हिसाबले पनि त्यसलाई प्रमोट गरिदिने हैन अलि सस्तो चाहिँ नलेखिदिने त्यो पनि आरोप लाग्ने गरेको छ त्यो त अब त्यसलाई त गभर्नमेन्ट गर्ने बडी पनि छ त्यसलाई त हाम्रो गभर्नमेन्टवाला हिसाबले यसलाई त निगरानी गर्नै पर्छ किनकि अब त्यो ट्रेन्ड यदि छ भने बन्द गर्नु पर्यो चाहे त्यो राम्रै औषधिको लागि ब्रान्डिङ किन नहोस् त्यो ट्रेन्ड त हामीले बन्द गर्नुपर्ने हुन्छ किनकि अल्टिमेटली मर्का कसलाई पर्छ बिरामीलाई पनि पर्छ नि त उसले 10 रुपैयाँको औषधि खाएको छ राम्रै काम गरेको छ त्यही औषधि 2 रुपैयाँमा पाउँछ भने त 8 रुपैयाँ घाटा त बिरामीलाई भयो नि सो यसमा निगरानी त चाहिन्छ नि हजुर अन्त्यमा जेनजीको सरकार छ अहिले तपाईले यदि सुझाव दिनु पर्यो भने के भन्नुहुन्छ शिक्षा क्षेत्रमा सुधारका लागि 3 वटा प्रमुख काम तत्काल गर्नु पर्यो यो जेनजी सरकारले भन्नु पर्दाखेरि के भन्नुहुन्छ तपाई भन्नुस् त नम्बर 1 काम त अब हजुरले लेभल अफ एजुकेसन नै भयो अब अलमोस्ट अहिले सबैतिर स्वास्थ्यको कुरा गर्छ स्वास्थ्यमा सुधार राखे चाहिँ अब हले भने जस्तै जनकपुर र काठमाडौँ कति धेरै फरक आयो नि तपाईको बिरामीलाई चाहिने बेड सो जहाँ जति पपुलेसन छ त्यो पपुलेसनमा यति एमाउन्ट अफ बेड उपलब्ध हुनै पर्यो
र अहिले त डाक्टर साहबहरूलाई 2 वर्ष 3 वर्ष काजमा हिसाबले पनि पठाइरहेछ। त्यसमा चाहिँ प्रत्येक सेक्टरमा एउटा नगरपालिकामा होस् एउटा गाविसमा होस् एउटा एटलिस्ट स्पेसलाइज डाक्टर चाहिँ हुनुपर्छ प्रत्येक विषयमा, चाहे मेडिसिनमा होस्, चाहे गाइनीमा होस्, चाहे सर्जरीमा होस्, चाहे अर्थमा होस्, चाहे इएनटीमा होस्, चाहे पेडियाट्रिकमा होस्, त्यो एउटा हुनै पर्यो। अर्को चाहिँ अब मैले फेरि भनिहालेँ, अब यो ठाउँ राम्रो यो ठाउँ नराम्रो भन्ने कुरा चाहिँ त्यहाँको लोकल बडीले पनि डिफाइन गरिदिनु पऱ्यो कि हामी यति गर्न सक्छौँ। सो एउटा कुरा मैले बेडको कुरा गरेँ, एउटा स्पेसलाइज डाक्टरको त्यहाँ पुर्याउने व्यवस्था गरिदिनु पर्ने। अर्को कुरा चाहिँ लोकल बडीलाई पनि एक्टिभेट गर्नु पऱ्यो कि यहाँ के भइरहेछ, सबै चिजहरू छ, अब यहाँ चाहिँ कसो छ के छ, मार्केटिङ मेरो विचारमा कम भइरहेछ कि। जनकपुरमा पनि मेरो विचारमा कति बेड छ, यहाँ को डाक्टर छ थाहा नै छैन। तपाईँले पनि भनिहाल्नुभयो यहाँबाट सबै कुरा छ तर रिफर भइरहेछ कि। अस्पतालहरूले मसँग यो छ भन्ने कुरा चाहिँ त्यो पब्लिकलाई चाहिँ कन्भिन्स पनि गर्नु पऱ्यो, विश्वास पनि लाउनु पऱ्यो नि त। तपाईँहरूलाई हामीले चाहिने चिज यति छ, बेड यति अभाइलेबल छ, तपाईँ काठमाडौँ जानु पर्दैन, काठमाडौँमा यो सर्भिस अभाइलेबल छ, डक्टरवाला पनि हामीकै छ, त्यहाँबाट पढेको डाक्टर साहब पनि हामीकै आउनुहुन्छ, ट्रिटमेन्ट हामीले जे वहाँ गर्नु छ यही नै छ। सो त्यो एक किसिमको मार्केटिङ र विश्वास पनि लोकल बडीको चाहिन्छ नै। हस् त, धेरै धेरै धन्यवाद। हस् थ्याङ्क यू। हस् दर्शकबिंद, वो डॉक्टर सुभाष पंत, काठमांडू मेडिकल कॉलेज के एसोसिएट प्रोफेसर। आए हुनका से बात करे छलिए समग्र शिक्षा क्षेत्र के अवस्था, विशेष करके मधेश की बात करे छलिए से मधेश जे बीमार होइ छै मधेश में से सब किया काठमांडू जाल ओतेक किया काठमांडू किया आकर्षित करे छै उनका सबके, किया जनकपुरी में या मधेसी के अस्पताल सब में किया इलाज कराब ओते इच्छुक नहीं देखल जाए छै, की छै एकर कारण, यावत विषय में हुनका सब बातचीत करे छलिए। व्यस्त नमस्कार।